डिपो स्थित गोर्खा भवनमा गोर्खा सांस्कृतिक विषयमा चर्चा गर्नका लागि आह्वायक समितिको अस्तिको बैठकले गठन गरेको आह्वायक समितिको बैठक बसेको थियो र आजको बैठकले एउटा संविधानको खेसरा पारित गरेको छ र त्यो संविधानलाई पूर्ण रूपमा प्रस्तुत गर्ने जिम्मेवारी पनि कतिपय विशेष व्यक्तिलाई दिइसकेको छ र हामी आगामी दिनमा कार्बी आङ्लोङमा को गोर्खे समाजलाई चाहिने संगठन सांस्कृतिक संगठनको आवश्यकता छ भन्ने हामीले महसुस गरेका छौं। त्यही महसुसलाई आगामी दिनमा रूपायन गर्ने वा कार्यान्वयन गर्ने दिशातिर हामी अघि बढेका छौं। तर कार्बी आङ्लोङमा नेपाली साहित्य तथा सांस्कृतिक मञ्च नामको एउटा संगठन छ, जुन संगठनले समय अनुकूल र जनताको भावनालाई सम्मान गरेर केही परिवर्तित परिस्थिति ल्याउँछ भन्ने हामीले आशा गरेर अधिवेशनमा हिस्सेदारी गरेका थियौं। संगठनहरूको पनि उपस्थिति थियो र संगठनहरू सबैले दुईटा कुरामा उहाँहरूले विशेष जोड दिनुभएको थियो। संगठनको नाम नेपाली शब्द नभएर गोर्खा शब्दबाट होस् भन्ने सबैको आह्वान थियो र पनि हामीलाई थाहा छैन कुन अदृश्य शक्तिको बलले या कुन कारणले गर्दा हो उहाँहरूले परिवर्तन गर्नु भएन र आजको सभाले निर्णय गरेको छ अरु एकचोटि एनएलसीएफलाई आह्वान गर्ने पनि हामी अनुरोध गर्न चाहन्छौं। तपाईहरुले यदि झण्डाको रङ परिवर्तन गर्नुभयो भने, तपाईहरुले यदि नेपालीको ठाउँमा गोर्खा नाम राख्नुभयो भने, तपाईहरुले यदि साहित्यलाई छोडेर संस्कृतिको मात्रै काम गर्ने जिम्मेवारी लिनुभयो भने, तपाईहरुको जुन संगठन छ, समिति छ, त्यही समितिलामा हामीलाई पनि सामेल गर्न चाहनुभयो भने वा हाम्रा अरु मानिसहरूलाई समावेश गरेर एउटै सांस्कृतिक संगठनको रूपमा अघि बढाउन चाहनुभयो भने एउटा तृणमूल पर्याय सहितको एउटा संगठन तपाईहरुले पाउनुहुनेछ। त्यस दिशातर्फ तपाईहरु अघि बढ्नुभयो भने हाम्रा यी संगठनले सहयोग गर्ने निर्णय गरेका छन्। अन्यथा अगस्त महिनाबाट गोर्खा सांस्कृतिक संगठन निर्माण गर्ने काम गठन गर्ने दिशातिर हामी अग्रसर हुनेछौं, गाउँतर्फ जाने निर्णय गर्नेछौं। त्यस पछाडि हाम्रो एकीकरणको बाटो सकिनेछ। म अनुरोध गर्न चाहन्छु कि जुलाई महिनाभित्र तपाईहरुले सरसल्लाह गरेर नामलाई संगठनमा नाममा गोर्खा शब्दको प्रयोग गरेर साहित्यलाई छोड दिएर झण्डाको रङ परिवर्तन गरेको निर्णय लिएको एउटा लिखित जानकारी हामीलाई दिनुभए हामी आफ्नो काम यही स्थगित गर्ने थियौं। अन्यथा हामी नचाहेर पनि अर्को एउटा संगठन तयार गर्ने बाध्यतातिर गइरहेका छौं।